हेलो हाई गाइज, यति बेला म तपाईहरुलाई बङ्गलाचुली जान लागेको छु है। यति बेला भने चाहिँ यस गाडी लगेर म घोराइदेखि तिमीले यहाँ कालची गैरा भन्ने ठाउँमा जाँदैछु म है। यति बेला तपाईहरु माझमा यस घोराइदेखि बङ्गलाचुलीसम्मको यात्रा तपाईहरुको माझमा सकेसम्म पुरा भिडियो देखाउने कोसिस गर्नेछु है। तपाईहरु भने सुरुदेखि अन्त्यसम्म हेर्नु होला। यति बेला है जाँदैछु र हाम्रो यात्रा अब घोराइदेखि बङ्गलाचुलीको सुरु भयो। तपाईले सुरुदेखि त्यहाँ हेर्नु होला।
हजुर तपाईले यति मिठो गीत गाउनु भयो हैन तपाईले कुनै एल्बम निकाल्नु भएको छ कि छैन अथवा निकाल्ने कोसिसमा हुनुहुन्छ कि नै एल्बम हामीले निकालेका छौं दिनेश रञ्जन गन्धर्व भन्ने हुनुहुन्छ एउटा उहाँले रञ्जन लेखाउनुहुन्छ हजुर उहाँ मेरो ज्वाइँ पर्नुहुन्छ हामीले धेरै यो म त सानो बाध्दैन खैकारे पिरे पिरले मर्छ जस्तो छ भने त्यसमा हामीले धेरै गीतहरू बनाएका छौं रिमा रेकर्डिङबाट हामीले म रिमामै सिकेँ नारायण रायमाझीकोमा हजुर त्यसमा हाम्रो संगीत कला केन्द्र त्यसमा गऱ्यौँ अहिले हामीले धेरै गीतहरू निकालेका छौं अहिले फेरि हामीले निकालेको अर्को छ कि तपाईको म परदेश लागेको बेलामा पापेनेको बाटै खुलेछ
भन्ने निकाल्नु भएको छ होइन। र तपाईँहरू यो गीत गाउनको लागि यो क्षेत्रमा लागि कति वर्ष भयो? म 2057 सालदेखि सारङ्गी सिक्ने प्रयास गरेँ। हजुर। पोखरा डाँफे क्लबमा गएर सारङ्गी अलिअलि सिकियो। हजुर। त्यस पछाडि रिमा रेकर्डिङमा गएर सिकियो। राना उसको इन्द्रजीसीकोमा गएर सिकियो। त्यहाँ पछि दोहोरी साधमा सारङ्गी बजाउने प्रतियोगितामा लाग्यो। धेरै दोहोरी साधमा काम गरेको छ। जे होस् तपाईँलाई यो गीत जो गाउनु भएको छ, सारङ्गी बजाउनु भएको छ, यस क्षेत्रमा तपाईँलाई कतिको फाइदा भइरहेको छ? फाइदा र घाटा भन्ने कुरा त एउटा दोहोरा हो। हाँस्ने र रुने भन्ने दुईवटा कुरा हुन्छ। अब कहिलेकाहीँ फाइदा हुन्छ, कहिलेकाहीँ घाटा पनि हुन्छ। घाटा भयो भनेर अब त्यस्तो गर्ने कुरा हुँदैन। जतिसक्दो हाँसेरै हिँड्नुपर्ने हुन्छ। एकदमै रमाइलो लाग्यो। खुसी गराउनु नै हामीहरूलाई खुसी नै लाग्छ। एकदमै आउँदै गर्नुहोला, यो ठाउँलाई माया नमार्नुहोला भन्दै आज तपाईँको दुवैजनालाई बिदा गर्न चाहन्छु है त। नमस्कार।
यति बेला म बङ्गलाचुली छ तिमीलेमा आइपुगेको छु। यति बेला अब यहाँदेखि यो बाटोदेखि तल झर्ने हो। यति बेला म यहाँ यो तल एक गाउँमा हो, तल भएको छ म है फाइनली तल देखिरहेको गाउँ छ गाइस। यति बेला यी गाउँमा हो अनि हरियाली एकदमै फाइनली यो गाइस। यति बेला यो गाउँमा आइपुगेको छु म है।